नमस्ते, यहाँलाई स्वागत छ मेरो मिनी ब्लगमा। हजुरहरूले लिएर जाँदैछु आज रानी झरना। हामी मुहान पोखरी पुगेर त्यहाँबाट चाहिँ 10 मिनट हिँड्नु पर्ने हुन्छ। बाटो चाहिँ अलि उकालो उकालै नै छ, 5 देखि 10 मिनट चाहिँ लाग्न सक्छ हामीलाई। सो बाटो चाहिँ एकदम रमाइलो, जंगल भाइब्स। सो अँधेरो भएर आयो गाइस, पानी पलास। यो उकालो सक्ने बित्तिकै यसपछिको बाटो भनेको एकदम सिधा रहेको छ। हल्का पसिना पसिना भयो सर्टहरू हान्दाखेरि चाहिँ। सो यो ट्रेल जाने हो। सो हामी चाहिँ यो बाटो जाने हो। त्यसपछि ओह्रालो अनि बिचमा झर्ना, पानी बगेको एकदम रमाइलो ठाउँ। सो यहाँबाट चाहिँ तल पनि जान सक्नुहुन्छ, तर मेन जाने चाहिँ उता है, त्यतापट्टि झर्ना छ है। यो ठाउँमा चाहिँ नुहाउनु फोहोर गर्नुहरू चाहिँ एकदम मनाइ छ। यो खानेपानीको स्रोत हो भक्तपुरमा जाने। सो हजुर आएर रमाइलो गर्नु होला, फोहोर नगरिदिनु होला। ठाउँ चाहिँ एकदम रमाइलो रहेको छ। यो पानी परेको टाइममा चाहिँ झन् बवाल नै देखिन्छ। अब असार साउनमा त झन् यो ठुलो भएर एकदम बवाल देखिन्छ झन् है। सो म पनि एकछिन यहाँ बसेर रमाएँ। यहाँको भ्यू हेर्दा हेर्दा मलाई छोडेर जान चाहिँ मन थिएन, तर पानी पर्न लागेको भएर म यहाँबाट निस्किनु पर्ने भयो। पानी पर्यो गाइस। अन्त्यमा यो एउटा सर्ट लिएँ मैले, दामी लाग्यो। जुन पानी पर्दा पनि एकदम दामी देख्दो रहेछ यहाँको दृश्य है। चराहरू कराएको इन्भाइरोमेन्ट, नेचर एकदम रमाइलो है। हजुरहरू पनि जान सक्नुहुन्छ यो रमाइलो ठाउँमा, तर फोहोर चाहिँ नगरिदिनु होला। सो हजुरहरूलाई यो मेरो मिनी भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। अर्को भिडियो हेर्नको लागि चाहिँ सपोर्ट गरिराख्नु होला। धन्यवाद।